हे एभ्रिवान, सो आज हामी जाँदैछौँ हाम्रो पानी ट्याङ्की सफा गर्न। यो चाहिँ हो हाम्रो पहिलो ट्याङ्की अनि अब हामी जाँदैछौँ मूलमा जहाँबाट चाहिँ पानी ल्याउँछौँ हामी। सो अलिक टाढै जानुपर्छ, आई थिङ्क 20 मिनट जति लाग्छ होला गाउँबाट माथि पुग्नलाई। सो त्यहाँ पुगेर हेर्दाखेरि अलिकति धेरै भयो नि त हामीले सफा नगरेको, सो ल्याउने भइरहेको थियो। बाँकी हामी सबै पुगेर वरिपरिको त्यो झारहरू सुरुमा उखाल्यौँ अनि मात्रै त्यो भित्रको ढुङ्गाहरू निकालेर एक धोएर पखालेर बाहिर निकाल्नु पर्ने रहेछ। अनि त्यो भित्रको होइन जति पनि लेउहरू थियो त्यो सबै निकालेर फाल्नु पर्ने अरे। अनि सफा गर्दै गर्दा हामीले यो वाला पापे टाइम जुन चाहिँ कत्रो ठुलो साइज हो, नर्मल भन्दा डबल ट्रिपल नै देखिरहेको थियो, बट यो त सानो साइजको यो भन्दा धेरै ठुलो हुन्छ अरे। अनि हाम्रो सातो गएको थियो, दुईवटा रहेछ, यो चाहिँ अलिक सानो थियो, अर्को झन् अलिक ठुलो थियो। लुक एट दिस, बाफरे कत्रो बडा थियो के। बाँकी यहाँको यो पाहरू चाहिँ मार्न हुँदैन रे, सो सेफली एक ठाउँमा राखेर फेरि हाम्रो काम स्टार्ट गऱ्यौँ। एनिवे ढुङ्गाहरू सब निकालिसकेको थियो, अब त्यहाँ भएकै पानीले वरिपरिको पनि सब पखाल्यौँ अनि जति पनि थियो लेउहरू सकेसम्म सबै घोटी निकालेको थियौँ हामीले। अनि पालो थियो लेउहरू फाल्ने पनि, सब फालिसकेपछि थोरै पानीसँग लगायौँ। यहाँनिर रहेछ पानी एक्जिस्ट हुने ठाउँ, बाँकी अहिले निकालेको ढुङ्गाहरू यो सबै एकदम क्लिन गरेर राखेका छौँ। अनि अलिकति सङ्लो भइसकेपछि चाहिँ हामीले त्यो ढुङ्गाहरू सब छाप्यौँ भित्र, फेरि एक्स्ट्रा फोहोर नहोस् भनेर एकदमै फिल्टर काइन्ड अफ काम गर्छ नि त यो ढुङ्गा र बालुवाहरूले। सो त्यसको लागि सबै मिलाएर राख्यौँ अनि लाग्यौँ हामी अर्को ट्याङ्कीतिर, बिकज सफा गर्नुपर्ने छ। सो यो अर्को ट्याङ्की एन्ड यहाँ आएर थाहा भयो कि हामीले पानीको नट नै पर्फेक्टली कसिनौँ या के गरेनौँ, पानी आइरहेको थिएन। सो फेरि दाइ गएर हेर्नुभयो एकचोटि अनि एउटा नाला मात्रै आएर थियो कि लिटरली, फेरि अर्कोचोटि पनि जानुभयो अनि मात्रै बल्ल पानी आइरहेको थियो यहाँनिर। अनि घर पुगेर चाहिँ आज खाजा यो पपकर्न खाएँ। बाँकी आजलाई चाहिँ यो भिडियो एन्ड गर्छु। थ्याङ्क्स फर वाचिङ, बाई बाई। फलो गरेर जानु है त।